गुड मर्निङ गाइस। अभी करुणा दिदीलाई लाज पो लाग्यो। हामीहरू भर्खर हिजो आई ट्रेनिङ सकाएर आज चाहिँ धादिङबाट कपाले सुकेन यता धादिङबाट ढोला स्वास्थ्य चौकी जानला। ढोला स्वास्थ्य चौकी ज्वालामुखी गाउँपालिकामा छ जस्तो अहिलेसम्म केही पनि थाहा छैन। अब राज सरहरूको प्लान चाहिँ एउटा बाइकमा 3 जना बसेर जाने अरे। के भयो त यी ब्युटिफुल धादिङ जुन रुबी भ्याली जस्तै छ अलिअलि। धादिङको कुन्ना कुन्नामा चाहिँ धादिङ पनि भ्याली त हो नि है, बिचमा समतल अनि वरिपरि सबै डाँडा काँडा त छ। धादिङ बेसी होइन, धादिङ भ्याली हुनुपर्ने हुन त। ल बाँकी ब्लग हामीहरू बाटोमा बनाउँछौँ भाइ। यो के हुँदैछ करुणा दिदी भन्नुहोस् त। म्याम दुला खोइ खाना खाएर बिहे गर्ने टन्न खाएपछि यो करुणा दिदीको बिहेको लागि स्पेसल डेकोरेसन। धादिङको बाटो नै सजाउन थालिसक्यो त मान्छेहरू। वाह, सोच्नु यो मान्छे कति फेमस होला है। अयो ज्वालामुखी 6 मा आइपुग्यौँ। हामी ब्लगर छुइनँ म भाइ। के बाटो भएको म त पुरै बाटो यस्तै होला भने रुबी भ्याली पुर्याइदियो ओड्ने। यो ठाउँमा ढुङ्गा चाहिँ के गर्दैछ? गाडी फस्यो, रुबी भ्याली जस्तै फस्यो। कसको गाडी फस्यो? को? ए ला, अब कसरी जाने? उत्तम दाईको बाइक उता फसेर म चाहिँ हिँड्दै आएको। आउनु के ठाउँ छ? वाह, भ्यू रमाइलो हुने बित्तिकै बाटो त यस्तै हुन्छ। अब कान भारी भयो, एल्टिट्युड चेन्ज भएर होला। कस्तो राम्रो। यो कुन हिमाल देख्यो होला? अब त माथि गएर सोध्नु पर्ला। अब ढोला अबाउट 1 किलोमिटर 1.1 किलोमिटर हो। है ज्वालामुखी 6 सम्म त कस्तो राम्रो बाटो यार। अब ज्वालामुखी वडा नम्बर 5 आइपुग्यो क्या हो। त्यसपछि 4 मा त छ ढोला। वाउ, हाम्रो उत्तम दाई फस्नुभयो कि क्या हो? फस्नुभयो। गाडीको ड्राइभरले सहयोग गर्न आफ्ना हात अगाडि बढाउनु भयो। वाउ, उत्तम दाई निड्स हेल्प।
भने तपाईँको फर्स्ट टाइमको एक्सपिरियन्स नेपालको झन्डा कसले सुताएको यसरी कस्तो राम्रो टनेल कस्तो राम्रो साग हो त नाइ टिप्लिङमा छ टन्नै त सर्टकट बाटो यो पनि छ मान्छे हिँड्ने सर्टकट 150 मिटर अबि यस्तो रोड होइन स्ट्रक्चर त राम्रो होला ढोला थियो यस्तै चर्को घाम अनि ऊ ढोला सस्ता चौकी वाउ हामी जस्तै बिल्डिङ छ त हामीभन्दा अलिकति फ्लोर बढी छ वाह हेलो गाइस एनीवन हियर जसले चाहिँ बाटो कहाँ छ हामीलाई भन्न सक्छ यही बाइक पार्क गरेर हिँडेरै जाने होला कि बाटो होला सोधौँ न ऊ अगाडिको बाबुलाई जाम अगाडि छ त्यो बाटो सानो बाटो त्यो बाटो नराम्रो थियो तर यो वार्ड नम्बर 4 को अफिस त्यो हेल्थ पोस्ट पछाडि अनि हाम्रो उत्तम दाई डराउँदै सक्दैन रे भनेर धादिङ जिल्लाकै एमएसएस हाइएस्ट पाएको हेल्थ पोस्टको अनि look at everything by management त्यस्तो राम्रो छैन नि म्यानेज गरेर तेरो बच्चा ब्लग बना भनेर सोधे हैन कसले सोधे हैन यता पनि रे मेरो नि ल्याइदिनु भन्दै थियो नि दाइ फेरि सुरुदेखि एन्टर गरौँ त हाम्रो छ यस्तो फिल्टर ऊ अटो सबै छ बिल झन् अहिले त सबै थोक नयाँ छ म्यानेज मात्र नभएको आउँदैछु आया वेलकम टु अफिस अनि अब हाउ इज दिस पोसिबल इन रुबी भ्यालीका दाइ जति भन्नुहुन्छ नि कसको गाह्रो छ सर त्यो 50,000 त के चाहिने रहेछ यो यहीँ झुन्डिरहेछ खोप केन्द्र यस सिरिन्ज बाल्टी भइहाल्यो यो जोड्ने कुरा भइहाल्यो चौरस्ता नै छ अनि त्यसपछि हाम्रो एक बसमा त्यसपछि यो नर्मल रेजिस्टर छ सर हेर्नु त यो निर्देशिका अनि त्यसपछि यो माइक्रो प्लानिङको छ अनि यो छ अनि त्यसपछि यो नियमित खोपको यो पूर्ण खोप निर्देशिका अनि आइएमसी अनि यो राष्ट्रिय खोप कार्यक्रम यो थाहा छैन अब यो यिनीहरू कहाँ होला यिनीहरूले ट्रेनिङ लिए भर्खर हाम्रोमा यो छ होला छैन प्रिन्ट गर्नुपर्छ हामीलाई ल
ल यो त यतातिरको निर्देशिकाहरू त हामीसँग कहाँ छ हो यो खोपहरूको हामीसँग त्यो माइक्रो प्लानिङको छ जम्मै दिएछ कि शिक्षा प्रणकेतमा बोलिली यो म कति के छ अरे P5 होला नि सर पहिला P5 र दुईटै उताको पनि भवन सेम यही हो एकजना छ के कसले खेर के नयाँ चाहिँ होइन होइन तिनटैमा छ सबैमा छ ए उतापट्टि स्याम्पल जान जान्छ अन्त 70 वर्षमाथि सबले छुट हाल्नु थाल्यो अनि फर्म 70 वर्ष माथिको जो आए पनि फ्री हो यो त्यो तान्यो सर प्राइभेट भन्दा डेन्जर सेटअप वर्ल्डले चाहिँ ल्याब टेस्ट मिडिङ मोबाइलको ब्यानर चाहिँ ड्रेसिङ यो बट्टा चाहिँ कहाँ हाल्नु कुनको बिरामी आयो साइन पनि हो कि जस्तो लाग्यो खोले गरे उनीहरूले फार्मले के प्रयोग भनेर नि छ कि हो जस्तो लाग्छ कोड थियो नि होइन सिरिन्ज के जम्मै थियो त्यो जस्तै एउटा मान्छे ड्रेसिङ गर्दा के गरेको भने जम्मै लेखेर राख्थ्यो उहाँले कि बोर्डतिर चाहिँ अलिक बढी जाऊ भने यहाँ सिरिन्ज अनि त्यसपछि कटन के खर्च भयो जम्मै लेखेको अनि कसैले हिसाब माग्यो भने एकजनालाई कति खर्च भयो भने यहाँबाट ट्याक्क देखेको 3 वर्ष भयो सुरु गरेको पहिला चाहिँ सामकिस थियो दुईटा अघिल्लो आर्थिक वर्ष र आर्थिक वर्ष त छैन यसलाई चाहिँ होइन क्या 32 हर के बत्थे यतापट्टि दुईटा रुम हो है यो फ्यान जाने नपति फ्यान प्लानिङमा के रहेछ ल अब हेर्दा ठाउँ नै छैन जस्तो लाग्छ स्पेस त हाम्रो योभन्दा बढी छ त सिब्लिङ त हो नि सेम के भूकम्पपछि बनाइदियो होला हैन सर त्यो टोयलेट सेम छ तर काठहरू कुहिया छ यो बिल्डिङ चाहियो जनप्रतिनिधि लिएर वडासीहरू ल्याउनु पर्ने लियो त के राख्नुपर्ने रहेछ यिनीहरू कार्डहरू त्यो त छ नि त्यो छैन 1 2 3 4 क्याटेगोराइज गरेर एक वर्ष दुई गरेपछि त मोटामोटी तपाईको त्यो अनि यो टोयलेट यत्रो डस्टबिन राख्दै बन्द चाहिँ कसरी हुन्छ यो के को लागि बच्चा हलाउनु परेन ए नयाँ बच्चा बिचरा तर्सिन्छ होला हाम्रो त माथि नै छ नि त्यो स्थानीय लोकलै बनाएको सही हुन्छ नि त खाना पकाउनु पनि छ ग्यास घरबाट केही ल्याउनु पर्दैन उहाँहरूले केही ल्याउनु पर्दैन 3 दिनसम्म चाहिँ सुत्ने यही खाने यही बस्ने अनि भाँडा कुडा सबै देखिन्छ मेरै हो कि अर्कै हो बेसी छ माथि टिप्लिङ हेर्नुहोस् भनेर यो पनि लेख्नु परेन उता हाम्रोमा पेन्टर खतरा छ सर एउटा माथि पुरु सबै राख्नु पऱ्यो 10 वटा जति चिज यसको लागि बजेट कहाँबाट आउने हो सर राज सर हुनुहुन्छ त टिप्लिङमा त 10 लाख छ त त्यसले त्यसले कहाँ त्यो उता बजारको र्याक ल्याएर हुँदैन यो किन्ने हो ओके अनि यतातिर यो हेर्नु स्वयंसेवक लिस्ट यसरी तार्ने फोटोसहित नम्बरसहित कति के हो अनि उतातिर के कहिले निक्ति भएको जम्मै ओके अनि यो चाहिँ के अरे यो चाहिँ मासिक प्रगति प्रतिवेदन खोपको होइन अब कहाँ छिरौँ यता यो युएससी हामी शीर्षक गर्ने गर्भ जाँच नै उ दुई योभन्दा बढी के हेर्दैन यो चाहिँ भिडियो गर्भ जाँच भिडियो एक्सरे कोडा छिरौँ न छिरौँ छ त तिमीमा त सेम यो छ यो हेर्छ होइन यो कतिवटा चाङ रहेछ
कहिलेदेखिको चाङ रहेछ हेर्नु यो चाहिँ ल हेर्नु ल भट्ट सर हजुर सर के चाहिने रहेछ यिनीहरू जम्मा यो फालहरू के चाहिने रहेछ हेर्नु सबैले गर्ने त अनि हामी लान्छु फुल मेडिकल नेसनल मेडिकल स्ट्यान्डर्ड फर कसरी राखेको रहेछ खतरा लाग्छ नि त रेगुलर सिस्टम रेगुलर सिस्टम यो त हामीले के अरे अहिले हाम्रो गाउँतिर पनि बनाउन लाउँदा नि यो त बनाउँछ यस्तो यो नि बना खिचेर लानु लाभा मात्रै बनाउँछ त यस्तो होइन एक्जामिनेसन चाहिँ मन पर्यो भिडियो एक्सरे कसरी राख्नु तर यस्तो भन्दा नि हामीसँग ऊ छैन सिस्टर त्यो स्टिलको त्यस्तो रेमा त्यसमै राख्ने गरेर एउटा होला नि त म्यानेज गर्दै गरेर राख्छ फेरि हङ्गै हङ्गै होइन रुम छ तल पुरै माटो छ प्रत्येकलाई इन्चार्ज बिपिन सर यता आउनु सकेरीमा टिप्लिङको भवन होइन यो हजुर टिप्लिङको भवन यो सेम ल बेबी मामर पनि छ टिप्लिङको भवन भित्तामै त्यो ड्रिल गर्ने त्यो आउँछ यता आउनु न उहाँहरूको मैले सुत्केरीलाई चाहिने कति वर्षलाई पुग्ने स्टकै यहीँ छ मैले होइन त्यो मेन अब एमएसएसमा पनि खोज्ने चिजहरू नै हो त्यो अनुसार चाहिँ टक्क मिलाएर यहाँ चाहिँ वेट लिन्छ मजासँग नम्बर आउने भनेको यसले हो एमएसएसमा यो चाहिँ सबै हुनुपर्छ एमएसएस र नम्बर हामीहरूको नम्बर सबै काट्ने भनेको यही हो क्या राज सर यो चाहिँ चाहियो कार्यालय प्रमुख भएपछि आफ्नो सम्पत्तिहरू के अवस्थामा छ सबै राख्नु पऱ्यो अनि यसको अपडेटहरू अलिकति मैले चाहिँ यसरी गरेर अनि सानो भयो राज यो चाहिने रहेछ यो चाहिने रहेछ यिनीहरू चाहिने रहेछ यो चाहिने रहेछ यो चाहिँ के हो सर लाइट पेन्सिल हो सर के चाहिने रहेछ यो चाहियो थर्मिटर पनि 2-3 चाहियो कम्ती पनि ल्याउँदै रहेछ हाम्रो हेल्थको त म्याक्सिमम हो बाहिरको सर्भिस त भागा भइ गर्दैन फेरि होइन बोराउन लागि इक्विपमेन्ट माग गरेँ पालिकाबाट ल्याइदिए चिठी पठाएको थिएँ म भोलि पठाइदिनु आएको हाम्रो चाहिँ के छ भने एउटा भयो भने जस्तै ग्लुकोमिटर 2टा छ भने एउटा कुनातिर राखेर एउटा मात्रै चलाएर बस्छ कि कहाँ कहाँ चाहिने रहेछ त्यो ठाउँ प्रयोग गर्दैन कि अनि कतिवटा चाहिने सरफ चाहिँ सब हुन्छ किन अब एमएसएसलाई फलो गर्नु पऱ्यो नि राज सर किनेर पठाइदिनु यो चाहिँ 1000-1000देखि यो चाहिँ यो सिरानीदेखि लिएर हाम्रो परदी सरदी टुटो टुटो सब राख्छ सब खोज्छ इलेक्ट्रिक रुम छुट्टै छैन है हजुर इलेक्ट्रिक रुम इलेक्ट्रिक भने इलेक्ट्रिक रुम के त्यो ठिकै ठाउँमा त्यो एमएसएसलाई फलो गरेर चाहिँ सस्तो म्यानेज सिमसिस आउँदाखेरि यही ठाउँमा चाहिँ जम्मा 2टा कोठा थियो कि 68 सालतिर यो पुरै ओपन ग्राउन्ड हो अनि तपाईँको चाहिँ 2टा कोठामा बसेर पनि उहाँहरूले महिनाको 40-45 वटा चाहिँ डेलिभरी गर्नुहुन्थ्यो सेवा चलिरहेको थियो म अलि परको स्कुलमा पढ्थेँ अब आउँदाखेरि तपाईँको अवस्था त्यो थियो होइन अनि पछि फेरि त्यो बिस्तारै चेन्ज हुँदैपछि यो प्रिफाइभ बन्यो उतापट्टि प्रिफाइभ बन्दाखेरि पनि हाम्रो इन्टरनल सेटअप चाहिँ राम्रो थियो तर पर्याप्त थिएन र बाहिरी चाहिँ ओपनै थियो अनि सँगसँगै यो चाहिँ हाम्रो बिल्डिङ बन्यो यो चाहिँ इन्डियन एम्बेसीको फन्डमा राष्ट्रिय पुनर्निर्माणले चाहिँ अब तपाईँको चाहिँ जिल्लाभरि धेरैवटा बनाएको छ नि त त्यो अन्तर्गत चाहिँ हाम्रो यो टाइप 2 बन्यो अनि बनिसकेपछि चाहिँ अब अनि हामीहरूको चाहिँ के भयो त भन्दाखेरि यो स्वास्थ्य संस्थालाई चाहिँ नेपाल सरकारले यहाँको नागरिकलाई चाहिँ आधारभूत स्वास्थ्य सेवा दिनु फेरि यो ठुलै स्वास्थ्य हुन्छ यहाँ चाहिँ ठुलै एक्सरे ठुलै अपरेसन हुन्छ भन्ने छैन आधारभूत स्वास्थ्य सेवा दिनको लागि भनेर एउटा वार्डमा स्थापना गरेको संस्था हो
हामीहरूले फेरि ठुलो उपचारात्मक सेवालाई मात्रै सोचेर भएन, हामीले बढी पब्लिक हेल्थका कुराहरू, रोग लाग्नै नदिनको लागि हुने क्रियाकलापलाई बढी जोड गर्छौँ नि त। यहाँ बिरामी टन्न 40-50जना आउनु भने चाहिँ खुसी लाग्दैन कि। यहाँ बिरामी जति कम आउने, फेरि यहाँ नआएर अन्त गएको पनि खुसी लाग्दैन। कहीँ पनि नगरे बिरामी नै नभएको चाहिँ खुसी लाग्छ भनेर क्रियाकलापहरू हामी सञ्चालन गर्छौँ। त्यो भएकाले चाहिँ हाम्रो अहिलेको स्टाटसमा चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि एउटा स्वास्थ्य संस्थालाई आधुनिक स्वास्थ्य सेवा कसरी दिन सकिन्छ त भनेर न्यूनतम सेवा मापदण्ड जुन रेडिनेस टुल भनेर एउटा स्वास्थ्य संस्थालाई आधारभूत स्वास्थ्य सेवा दिनको लागि कति अवस्थामा चाहिँ कस्तो प्रिपेयरनेस अवस्थामा रहनुपर्छ त भनेर एउटा हामीले गाइडलाइन फलो गऱ्यौँ। त्यही गाइडलाइनको आधारमा चाहिँ विगत 4 वर्षदेखि हामी म्यानेज गर्दै आएको थियौँ। पहिला प्रिफाइड थियो, केही थिएन, यो बन्यो, कम्पाउन्डिङ गऱ्यो। यति सब हुनुमा चाहिँ तपाईँको विशेष गरेर हाम्रो सबभन्दा राम्रो भनेको कर्मचारीको टिम राम्रो छ। तपाईँको कर्मचारीको टिम राम्रो भएन भने तपाईँले चाहेर पनि केही पनि गर्न सक्नुहुन्न। तपाईँको कार्यालयमा 4 जना हुन्छ, 5 जना हुन्छ, ठिक छ, त्यो गेटबाट बाहिर निस्केपछि आफ्नो व्यक्तिगत लाइफ होला, पर्सनल लाइफ होला, होइन, आफ्नो तरिका होला, के होला, तर गेटभित्र छिरिसकेपछि सबै कर्मचारीको चाहिँ साझा उद्देश्य भनेको त्यहाँ बसेर आधुनिक स्वास्थ्य सेवा चाहिँ त्यस कार्यक्षेत्रको जनतालाई दिने हो क्या। त्यहाँ भएपछि त एउटा साझा उद्देश्य छिर्ने हो नि त। त्यहाँ कसै यस सडकमा खतरा रेसका साथ हामी फर्किँदैछौँ। कहिले उत्तम दाइ अगाडि, कहिले राज सर अगाडि, अर्को चाहिँ अब कता हुनु त थाहा छैन, हामीलाई देखेकै छैन।